महालक्ष्मी नगरपालिका सोनुन्यङ्क महालक्ष्मी महोत्सव याइगु चुकुदु नगरपालिका मंगलबार यागु पत्रकार सम्मेलन उपप्रमुख लक्ष्मी महर्जना वैगु फागुन 5 गतेदेखि 7 गते तक महोत्सव यागु व उकिया तयारी अन्तिम चरण थेंगुरका जानकारी ब्यादिगु ख ऐतिहासिक, धार्मिक र सांस्कृतिक, पुरातात्विक, प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण, प्रवर्धन एवं प्रचार प्रसार मार्फत नगरपालिकाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा विशिष्ट पहिचान स्थापित गर्दै नगर क्षेत्रको आर्थिक गतिविधिलाई थप गतिशील बनाई मुलुकको अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्याउन हामी महालक्ष्मी महोत्सव 2080 आयोजना गरी तयारी समेत अन्तिम चरणमा पुगेको कुरा जानकारी गराउन पाउँदा हर्षित भएको छु। 2080 फागुन 5 देखि 7 सम्म नगरपालिकाको विभिन्न क्षेत्रहरू खास गरी बजेपोखरी, सिद्धिपुर, लुबु, लाकुरी पन्याङ लगायतका क्षेत्रसहित 10वटा वडाहरूलाई समेटेर एकीकृत महालक्ष्मी महोत्सव आयोजना गरिएको छ। नगरको वार्षिक नीति तथा कार्यक्रम अनुसार आयोजना गरिएको महोत्सवमा यस नगरपालिकाका स्थानीय उत्पादन, रैथाने खानेका परिकार, विभिन्न सांस्कृतिक प्रदर्शन, सम्पदाहरूको अवलोकन, मनोरञ्जनात्मक प्रस्तुतिहरू, राष्ट्रिय कलाकारहरूको विविध प्रस्तुति, पर्यटकीय स्थलहरूको अवलोकन, विशिष्ट व्यक्तिहरूको भ्रमण लगायतका विविध कार्यक्रमहरू महोत्सवको अङ्गका रूपमा रहेको छन्। पत्रकार सम्मेलन नगर प्रमुख हरिगोविन्द श्रेष्ठ नगरिया चिगुली वडायत दुथ्याका जिगु महोत्सव नगर दुनिया तिथि धार्मिक ऐतिहासिक व सांस्कृतिक थासे तिथि ज्याजो जिगु व थो महोत्सव लागि नगरसभा नेगु लखतका बजेट फ्यानगोतका थेदिल हामीले सुरुमै यो महालक्ष्मी नगरपालिकाले महालक्ष्मी महोत्सव 2080 5, 6, 7 गते मनाउन गइरहेको कुरा म यहाँलाई जानकारी गराउँदै यहाँलाई महालक्ष्मी नगरपालिकाको एक चिनारी र निमन्त्रण कार्ड र प्रेस विज्ञप्ति यहाँहरूलाई उपलब्ध गराइसकेको कुरा म जानकारी गराउन चाहन्छु। एउटा प्रश्न छ, 5, 6, 7 गते 3-4 ठाउँमा मात्र तपाईँहरूले कार्यक्रम गरेर अरू बाँकी वडाहरूलाई कसरी समेट्ने भन्ने कुरा जिज्ञासा छ। म के भन्न चाहन्छु भने अरू वडाहरूमा पनि जुन वडाहरू जस्तै भोजीपोखरी भनेपछि 1, 2, 3, 4 सङ्गम स्थान भएको हुनाले हामीले अरू वडालाई पनि समेटेका छौँ र 6, 8मा भने 7 पनि 8 र सँग मिल्ने खालको परिस्थिति भएको हुनाले हामीले 7 र 8लाई पनि जोडेर 8मा गरेका छौँ, 6मा गरेका छौँ र लास्टमा गएर हामीले 60 सिटको लागि हामीले लाकुरी भान्ज्याङलाई छनौट गरेर 3-4 ठाउँमा हामीले पर्यटन वर्ष मनाउनु जाने कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। प्रमुख अतिथिमा पहिलो दिन हामीले स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतलाई प्रमुख अतिथि बनाएका छौँ भने दोस्रो दिनमा गृहमन्त्रीज्यू नारायण काजी श्रेष्ठ सिद्धिपुरमा आउनुहुनेछ र तेस्रो दिनमा हामी लाकुरी भान्ज्याङमा नेकपा एमालेका पूर्व प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीज्यू प्रमुख अतिथि रहनेछ। त्यसै गरेर अहिले हामीले विदेशीहरूसँग पनि सम्बन्ध राख्नुपर्ने कुरालाई चाहिँ हामीले पर्यटन मन्त्रालयसँग पनि समन्वय गर्न गइरहेका छौँ र टुरिज्म बोर्डसँग पनि हामीले समन्वय गर्न लागिरहेका छौँ। किन भन्दा उहाँहरू मार्फतमै हामी समन्वयमा अगाडि बढ्ने कुरा यहाँहरूलाई म जानकारी गराउँछु। बजेटको कुरा आएको थियो, हामीले नीति तथा कार्यक्रम र असारको गएको परिसरले नै हामीले 50 लाख रुपियाँ महोत्सवलाई छुट्याएको कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु र यो 50 लाख मध्ये हामीले जुन यो 10-11वटा समितिहरू गठन गरेका छौँ त्यो समितिलाई हामीले आवश्यक अनुसार हामीले बजेट विनियोजन गरेका छौँ। हामीसँग बाजागाजाको बारेमा 40वटा बाजाका संयोजकहरूलाई यही ठाउँमा हामीले भेला गरेर बाजागाजालाई पनि हामीले बजेट विनियोजन गर्ने गरेका छौँ र 61वटा हामीसँग स्कुल छ। त्यो स्कुल 61वटा स्कुलमध्ये हामीले यो वर्षमा खाने हेर्ने भन्दा पनि सिकाइको रूपमा सिक्ने अहिलेका विद्यार्थीहरूले सिकाइको रूपमा लिने भनेर हामीले 10 कक्षाका विद्यार्थीहरू यसरी जाँच भएको हुनाले उहाँलाई सहभागिता नगराउने र 7, 8, 9का भाइ बहिनीहरूलाई यो 3 दिनै सोमबार आइतबार बिदा छैन, हामी बिदा दिएर भए पनि 3 दिन नै यो सिकाइको रूपमा हामीले विद्यार्थीका भाइ बहिनीहरूलाई हामी अनुरोध गरेका छौँ, स्कुललाई अनुरोध गरेका छौँ। प्रचार प्रसारको कुरामा यहाँ धेरै कुरा आयो। यो प्रचार प्रसार समितिले थाहा पाएको कुराहरू यहाँहरू समक्ष जानकारी गराएको हो। तर हरेक वडामा हामीले
बैङ्क छ बैङ्कका शाखाहरूलाई पनि हामीले प्रचार प्रसारमा लाग्न अनुरोध गरेका थियौँ 61वटा स्कुललाई आफ्नो ठाउँमा हामीले प्रचार प्रसार गर्न अनुरोध गरेका थियौँ आज भोलि नै 3-4वटा स्कुलले गेटहरू बनाउँदैछ महालक्ष्मी नगरिया समृद्धि आधार शिक्षा संस्कृति उद्योग पर्यटन व व्यापार थैको मु नारा थेका जुइतेगु महोत्सव या मु उद्देश्य आन्तरिक पर्यटन प्रवर्धन यागु शिक्षा संस्कृति सम्पदा उद्योग पर्यटन व्यापार लगायत थिथि लगाया बालगु पक्ष उजागर यागु नगर लाग्या दुगु मानवीय लिसे भौतिक स्रोत या पहिचान परिचालन व उपयोग यागु लिसे महालक्ष्मी नगरपालिका यत राष्ट्रिय व अन्तर्राष्ट्रिय लाग्या मसिकेगु जुगुरका पत्रकार सम्मेलन नवाना दिपी थिथि समिति संयोजक देश जानकारी ब्यादिगु ख